विराटनगर 4 कञ्चनबारी निवासी कक्षा 12मा अध्ययनरत एक युवामा अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखियो। अवस्था गम्भीर बन्दै गएपछि उहाँलाई नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। यहाँ गरिएको विस्तृत जाँचबाट मस्तिष्कका विभिन्न भागमा रक्तस्राव भई रगत जमेको पत्ता लागेपछि वरिष्ठ न्युरोसर्जन प्रोफेसर डाक्टर प्रकाश काफ्लेको नेतृत्वमा सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रदीप भण्डारी र डाक्टर सुमित सिंहको निगरानीमा रेडिएसन थेरापी उपचार तथा नियमित फिजियोथेरापीलाई निरन्तरता दिइयो। करिब 3 महिनाको उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। आज फलोअपका लागि आउनुभएका उहाँ र परिवारले समयमै उपचार र निरन्तर हेरचाहका लागि नोबेल शिक्षण अस्पताल तथा सम्पूर्ण चिकित्सकीय टोलीप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। मेरो छोरो 2082 साल वैशाख 28 गते 81 टाउको दुखेर बान्ता भएर अनि जिउ झमझमाएर पुरै जिउ लल्याक्लुक भएर चाहिँ त्यसरी बिरामी भयो। अनि बान्ता भएपछि हतार यहाँ हस्पिटल आएर अनि प्रकाश डाक्टर साहबलाई भेटेर उहाँले अनि निर्देशन दिनुभए अनुसार एमआरआई गराइयो। एमआरआई गर्दाखेरि ब्रेनभित्र 14 ठाउँमा ब्लड वरिपरि जमेको पाइयो। डाक्टर साहबले त्यो पत्ता लगाउनुभयो। अनि उहाँले तुरन्त अपरेसन गर्छ, अपरेसन नगरे जोखिममा हुनसक्छ भनेर भन्नुभयो। अनि त्यसपछि अपरेसन गरियो। अपरेसन गरेर त्यसको मेन जुन पोइन्ट थियो, मेन त्यसको त्यो ब्लड जमेको पोइन्ट त्यो त्यहाँको ब्लड निकाल्नुभयो उहाँले। त्यसपछि 3 महिना बेडमै यहाँ हस्पिटलमै यहाँ भर्ना गरियो, 3 महिना राखियो। अनि त्यसपछि उहाँले अब यहाँ सेक्नुपर्छ भनेर भन्नुभयो, रेडिएसन थेरापी गर्नुपर्छ भन्नुभयो। अनि रेडिएसन थेरापीको लागि यहाँ प्रदीप भण्डारी डाक्टर साहबलाई भेट्नु भनेर भन्नुभयो। उहाँले रेफर गरेर अनि प्रदीप भण्डारी डाक्टर साहबलाई उहाँलाई भेटेर यहाँ रेडिएसन थेरापी गर्ने सल्लाह भयो। त्यो तत्पश्चात रेडिएसन गराइयो। 3 पल्टसम्म रेडिएसन गराइयो। रेडिएसन गराएपछि चाहिँ अनि बाबुलाई सुधार हुँदै गयो, राम्रो हुँदै गयो। अनि अहिले राम्रो छ। अब अहिले सबै उहाँ डाक्टर साहबहरूको निगाहले यो हस्पिटललाई दिएको योगदानले गर्दाखेरि बाबुको अहिले राम्रो अवस्था छ, सुधार भएको छ, धेरै नै राम्रो भएको छ। 3 महिना जति त शरीरै चल्दैन थियो, हात खुट्टा केही चल्दैन थियो। त्यसपछि बिस्तारै यो फिजियोथेरापी गर्यो। अनि त्यसपछि घर लग्यो। त्यतिकै बेडमै भयो। अनि त्यहाँबाट अनि अलिकति पछि अनि यहाँ रेडिएसन थेरापी गर्न आइयो। त्यसपछि अनि बिस्तारै सबै नाकमा पनि पाइप लगाएको थियो, खाने स्वर पनि पाइपभित्र लिक्विड सबै लिक्विड थियो। अनि अब दिशा पिसाब गर्न पनि पिसाबको पाइप लगाइएको थियो। दिशा पिसाब गर्न एकदम गाह्रो थियो पहिला। आयो थेरापी गरेर बिस्तारै त्यो एक्सर्साइज हुँदै गयो। अनि आफू बिस्तारै हिँड्न सक्यो। अनि त्यसपछि राम्रो हुँदै गयो। डक्टरको सल्लाह अनुसार म विगत 4-5 महिनादेखि जिम गइरहेको छु। जिममा हल्लुका व्यायाम गरिरहेको छु। सबै कुरा राम्रो हुँदैछ। मेरो शरीर राम्रै चलिरहेको छ। वेट गेन पनि भइरहेको छ। पहिला म यहाँबाट थेरापी गर्नुभन्दा अगाडि म 35 किलो थिएँ। अहिले म 62 जति भएको छु। मेरो यो आँखा चाहिँ सानैदेखि यस्तै हो। जन्मिएको केही समयपछि आँखा जन्मिँदाखेरि पहिला आँखा बन्दै थियो अरे, केही समयपछि आँखा खुलेको त 2-4 घन्टापछि। अनि फेरि 8 महिनापछि यो आँखाको परेला झर्दै गयो, सानो हुँदै गयो। अनि त्यसपछि आँखा सानै छ। म 12 क्लासको 3टा एक्जाम दिँदै बिरामी भएको थिएँ। त्यसपछि फेरि 1 वर्षपछि म रिकभर भइसकेपछि 3टा एक्जाम दिएँ। अब अहिले बिबिएको लागि तयारी गर्दैछु। बिबिएको एक्जाम सिम्याटको एक्जाम भर्खर सक्यो। डाक्टरहरूलाई सबैलाई धेरै धन्यवाद। नोबेल मेडिकल कलेजको टिमलाई धेरै धन्यवाद। आभारी छु म धेरै। मलाई यहाँ नोबेल हस्पिटल आउँदाखेरि आफ्नै घर जस्तो लाग्न थालेको छ 3 महिना बस्दाखेरि। हाम्रो भाइको चाहिँ ब्रेन हेमोरेज भएर आउनुभएको थियो। ब्रेन हेमोरेज पनि यस्तो ठाउँमा थियो कि त्यो हामी पोन्स भन्छौँ। हाम्रो ब्रेनको चाहिँ एकदमै संवेदनशील एरिया हो, जसले हाम्रो मुटु फोक्सोहरू सबै त्यहीँबाट कन्ट्रोल गर्ने तारहरू करेन्टहरू त्यहीँबाट पास हुन्छ। अब उहाँ चाहिँ
त्यो ब्रेन हेमोरेज मस्तिष्कघात हुनुको कारण चाहिँ त्यो क्याभर्नोमा भन्छौँ हामी मेडिकल भाषामा, त्यो भनेको रगतको झोत्तो, एउटा काफलको जस्तो झोत्तो भनेको हुन्छ। त्यो ठाउँमा मात्र नभइकन अरू ठाउँमा पनि थियो र त्यो ठाउँको चाहिँ ब्लिड भएको थियो, फुटेको थियो। त्यसले गर्दाखेरि भाइलाई अस्पताल ल्याइपुग्दाखेरि उहाँ चाहिँ कोमेटोस स्टेज भनेको तपाईँको यो कोमामा आउनुभएको थियो, भेन्टिलेटर मेसिनमा हाल्नु परेको थियो र केही दिनमै हामीले उतिखेर अपरेसन गरिसकेपछि केही समय उहाँलाई मेकानिकल भेन्टिलेटर सपोर्टमा राख्नु पऱ्यो र अलिकति लामो समयसम्म भेन्टिलेटरमा राख्नु परेको कारणले गर्दाखेरि यहाँनिर घाँटीमा पुवाल पनि बनाउनु पऱ्यो र पुवाल बनाएर हामी ट्र्याकेस्टोमी गरिसकेपछि लगभग 3 हप्ता जति कोमाटस स्टेजमै उहाँ उपचार पाउनुभयो र त्यसपछि बिस्तारै क्रमिक सुधार भइरहेको र त्यसपछि चाहिँ सेकेन्ड स्टेजमा हामी एड्जुभेन्ट थेरापी भन्छौँ। जुन रहेको पार्टहरू थियो त्यसलाई चाहिँ हामी फेरि हाम्रो रेडियो सर्जरीको टिम, हाम्रो डाक्टर सुमित, डाक्टर भण्डारी होइन, प्रदीप भण्डारी को टिमले फेरि उहाँलाई चाहिँ रेडियो सर्जरी माध्यमबाट रहेका क्याभर्नोमाजहरूलाई उपचार गर्नुभयो र अहिलेको फलोअपमा आउँदाखेरि चाहिँ भाइले म जिम पनि जान्छु भन्न थाल्नुभयो। त्यो एकदम खुसीको कुरा हो। अब यस्तो पोन्टाइन हेमोरेजको आउटकम त्यसै पनि नराम्रो हुन्छ होइन, र कतिपय मान्छेहरू त अस्पताल आइपुग्न पनि सक्नुहुन्न, ल्याइपुर्याउन सकिँदैन रोगको जटिलताले गर्दाखेरि, र उहाँ चाहिँ अब एउटा लक्की मान्छे हो होइन, नयाँ जीवन पाउनु भएको छ र यसले पनि हामीलाई अझ हौसला बढाएको छ र यसले के सन्देश पनि दिन्छ भने यस्ता जटिल समस्याको पनि समाधान तपाईँ हाम्रो विराटनगर सिटीमै त्यो पनि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालभित्र छ भन्ने कुरा चाहिँ सन्देश दिन चाहन्छु र यसले चाहिँ हामीलाई अझ उपचारमा अझ नयाँ आयामहरू थप्ने हौसला बढाएको छ। जुन केस हाम्रो यहाँ नोबेलमा आउने बेलामा एकदम सिकिस्त अवस्थामा आउनु भएको थियो, हाम्रो न्युरो सर्जरी डिपार्टमेन्टले सबसे पहिला यो केस एटेन्ड गर्नुभयो। त्यो बाबुको ब्रेन स्टेममा हेमोरेज भएर आएको थियो। पछि इभ्यालुएट गर्दाखेरि पेसेन्टलाई के देखियो भनेपछि एउटा ब्रेन स्टेम नजिकको जुन क्याभर्नोमा थियो त्यो पुरै बस्ट भएर ब्लिडिङ भइसकेको थियो र पेसेन्ट एकदम अनकन्सियस अवस्थामा थियो। त्यसलाई फर्स्ट म्यानेजमेन्ट न्युरो सर्जरीबाट त्यो ब्लिडिङलाई इभ्याकुएट गरेर म्यानेज गरियो। पेसेन्ट हल्का स्टेबल भएपछि हामीले एमआरआई गरेर हेर्दाखेरि चाहिँ 3 देखि 4 वटा अझै ठुलो क्याभर्नोमाहरू ब्रेनभित्रै देखिएको थियो, जुन पछि गएर बस्ट हुने एकदमै धेरै चान्स थियो। सो त्यो 3 वटै क्याभर्नोमालाई हामीले टार्गेट गरेर स्टेरियोट्याक्टिक रेडियोथेरापी गऱ्यौँ। पेसेन्टको स्टेबिलाइजेसन पछि रेडिएसन थेरापी कम्प्लिट भएपछि पेसेन्ट अहिले नर्मल अवस्थामा आइसकेको छ र 3टै जति क्याभर्नोमा जुनमा हामीले एसआरटी गरेको थियौँ त्यो सबै अहिले नर्मल भइसकेको छ। सो मल्टिपल इन्ट्राक्रेनियल क्याभर्नोमा भनेको यो ब्रेनको ट्युमर चाहिँ होइन, ब्लड भेसल्स रगतको नलीहरू जुन हुन्छ त्यसको एबनर्मल भ्यास्कुलर म्यालफर्मेसन हो। सो यो क्यान्सर नभए पनि यस्तो केसहरू यदि ब्रेनमा देखिन्छ भने त्यस्तोलाई पनि हामीले क्यान्सर नभए पनि रेडियोथेरापी गरेर पूर्ण रूपमा ठिक गर्न सकिन्छ। विगत 2 वर्षदेखि हामीले नोबेल क्यान्सर हस्पिटलमा रेडियो सर्जरी सेवा सुरु गरेका छौँ। हामीसँग भएको अत्याधुनिक भेरिएन्टको एज मेसिन जसमा चाहिँ HDMLC हाइपर आर्टर 60 कट छ, जस कारण चाहिँ बिना चिरफारे हामीले साना ब्रेन ट्युमरहरूलाई हामी रेडियो सर्जरी मार्फत ठिक गरिरहेका छौँ। यस्तो केसहरू छ भने हामीलाई सम्पर्क राख्नुहोला। धन्यवाद।